हेलो गाइस, वेलकम टु माई अनदर न्यू भिडियो है। आज चाहिँ हामी बरघाटको यो कञ्चनकोटी भन्ने ठाउँमा आइसकेको छौँ। अब यहाँ चाहिँ माथि लागिसक्यो हामी। अब यहाँबाट भर्खर अटो रिजर्भ गरेर आउनुपर्छ। अटो सटो टक्क रिजर्भ गर्ने आउने धेरै भनेको तपाईँहरूको 700-600सम्म लाग्छ। आज चाहिँ हाम्रो दाइहरूलाई भेट्नु भन्दै यतातिर आएको। दाइहरूले घुमाइदिइसकेको छ हामीलाई। दाइहरू माथि गइसकेको छ। देखा चल्नु यो चाहिँ सिँढी। अब हामी चाहिँ यो अहिले चाहिँ हामी स्विमिङतिर गएको छैनौँ। मूर्ति छ अरे यहाँ शिवजीकै, त्यो हेर्नु अन्त हेरेको अगाडि म पनि पहिलोपटक आएको के ल। हामी चाहिँ यो मूर्तिहरू भएको ठाउँमा त आइसकेको छौँ है, पार्क भएको ठाउँमा। अब यहाँ घुम्न आउनेहरूलाई त एउटा सुविधा टोइलेट चाहिँ यहाँ छ, देख्नुभएको छ होला। अब दाजुहरू पनि सँगसँगै छन् हामीसँग। शिवजीको मूर्ति चाहिँ यो रहेको छ है। हजुर ल, यी हाट पनि रहेछ। यी मुटु 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 ए मुटु मुटु देखेँ त। शिवजीको मूर्ति चाहिँ यो रहेको छ। अब हाम्रो बन्दरिया हनुमान देख्नु भएको छ होला नि। पार्कहरू रहेछ यहाँ, मिठो पार्क। दर्शन गरिदिँदा सबैजनाले फोनमा दर्शन गर्ने हो कि उता होइन। हाम्रो दाइ फेरि धेरै लजाउने हुन्छ कि दाइ, फेरि नलजाउँ न त्यसरी। उमेर त हाम्रो विनय दाइको हो कि बिहे हुने। अब के गर्ने, विनय दाइ अब पढ्दै हुनुहुन्छ अहिले होइन। अब जापान जाने हो क्या दाइ तपाईँ? यी बच्चा बच्चीहरूलाई खेल्नको लागि सुविधा छ यहाँ। यी देख्नु छ नि। अहिले चाहिँ हामी पार्कमा छौँ। हनुमानको के अरे शिवजीको हनुमानको मूर्ति भएको ठाउँमा। अहिले स्विमिङको लागि चाहिँ उता जाँदैछौँ हामी। यो चाहिँ अब तपाईँको बरघाटको कञ्चनकोटी भन्ने जग्गा हो है। मूर्तिहरूको सुविधा देख्नुहुन्छ। पहाडहरू शीतल छ, तपाईँहरू आएर बस्न सक्नुहुन्छ। पिकनिकहरू नि खाना आउँछ क्या हो। यो फेरि जहाँ गएछ घन्टी ट्वाङ ट्वाङ पार्छ। यहीँबाट जाने हो ल। यताबाट नि रहेछ बाटो, उता फर्किनु परेन हामीलाई। कहाँ ला नागको मन्दिर नि छ अरे है। यहाँ अहिले कतिचोटि आउनुभयो तपाईँ? कट्टुमै कटुन लगाउने थिएँ सानोमा। हामी चाहिँ डेटिङ हिँडेको केटा मिलेर डेटिङ पार्क हामी केटा डेटिङ हिँडेको। अझै त बस्छ कहाँ गएर अहिले। उही नाकको थान रहेछ यहाँ। क्या दामी सिन हो कि यो त सुरुवात हो, अझै आउँदैछ रातो। माथि त यस्तो दामी दामी छ नाकको थानी। मोबाइल छ त दाइ है। हिँड्ने बाटो पनि हेर नि यस्तो दामी छ कि। बेल कहाँबाट पाउनु भयो फेरि? ए बेलको रुख रहेछ। यहाँ त अटोहरू आउनु अन्थ्यो, मजाले आयो त अटो त। रिजर्भ गरेर आउनु पर्दो रहेछ अटो पनि यार। दाइ हामी गएको भ्यू हेर्नु यो अन्त अगाडिको दोभान गएको। ओए माई गॉड, यो हो नि त महाभ्यू भनेको। त्यही बवाल छ त यार। यी कपालहरू यहाँ ल्याउने, यी चुप्पा चुप्पा हान्दै बस्ने। अरे ओ अच्छा, ऊ कपालहरू देखेछ।
खोलातिर रहेछ नुहाउँदै रहेछ अब यताउति के भयो थाहा छैन हाम्रो दाइहरू चाहिँ यहाँ छ है ओहो भ्यूहरू देख्नुभएको छ यस्तो बवाल भ्यूहरू छ नि मलाई नहेर्नु के भ्यूलाई हेर्नु भ्यूलाई अब चाहिँ यहीँबाट तल झर्ने हो ल अब चाहिँ यस्तो अप्ठ्यारो बाटो झर्ने हो हामी है यो झरिसकेपछि तल देखाउनु छ हामीलाई A few moments later यो ओह्रालोबाट पुरा मेहनतले झरिसकेको छौँ है अब चाहिँ हामी खोला लाग्ने हो अझै 20 मिनट जति माथि छ अरे दाइले भन्नुभएको थियो अरे अब 20 मिनटसम्म माथि छ भनेर यहाँ अब यहाँ पनि थियो नुहाउने जस्तो त अब ठिकै थियो त्यस्तो राम्रो पनि थिएन हामी चाहिँ अब लाग्यौँ दाजुहरू यहाँ नुहाउँदै रहेछ A few moments later A few moments later ल हामी गाइस यहाँबाट निस्किन लागिसकेको है हामी नुहाएर सब सकिसक्यो हैन अब हामी चाहिँ घरतिर फर्किन लागेको हेर्दै गर्नुस् हैन हामी चाहिँ ल फर्किन लागेको है ल बाइ